काठमाडौँको रिङ रोड सेक्सन 27 किलोमिटर लामो छ। यो 27 किलोमिटर लामो सेक्सनमा 5-7 वटा यस्ता क्रसओभरहरू छन् जुन सेक्सनहरू काठमाडौँमा हुने ट्राफिक जामका मुख्य कारणहरू हुन्। ठुला चोक र क्रसओभरहरू जस्तै कलङ्की, नानगोपाल चोक, चाबेल, गौशाला, कोटेश्वर, ग्वारको, सातो बाटो र बल्पु। यिनी चोकहरू मध्ये ग्वारको र कलङ्की जस्ता चोकहरूमा चाहिँ अन्डरपास र ओभरपास राख्नाले केही वर्षसम्म ट्राफिक म्यानेज गरिएको छ। यिनीहरू बाहेक अब 3 मेजर क्रसओभरहरू कोटेश्वर, कलङ्की र महाराजगञ्ज जहाँ गभर्मेन्टले क्विक एक्सन लिनै पर्ने हुन्छ। कोटेश्वर, कलङ्की र महाराजगञ्ज मेजर इन्टरसेक्टिङ पोइन्ट हुन् किनकि यी 3 चोकमा आउटसाइड भ्याली र इनसाइड भ्यालीको ट्राफिक इन्टरसेक्ट हुन्छ। यी 3 क्रसओभरहरू मध्ये पनि मुख्य क्रसओभर हो कोटेश्वर चोक। कोटेश्वर चोक रिङ रोड सेक्सन, बीपी राजमार्ग र अर्निको राजमार्गको इन्टरसेक्टिङ पोइन्ट भएकोले यो सेक्सनमा ट्राफिकको चाक एकदम हेभी हुन्छ। यसलाई सल्भ गर्न 2023 मा जापानिज कम्पनी जाइकाले नेपाल सरकारको पहलमा सर्वे गरेको थियो। जाइका एउटा जापानिज गभर्मेन्ट एजेन्सी हो। यो एजेन्सीले पहिला पनि नेपालमा धेरै प्रोजेक्टहरू गरिसकेको छ। जापानिज गभर्मेन्टले जाइका जस्ता कम्पनीको थ्रु लोन दिने, प्रोजेक्ट कन्स्ट्रक्ट गर्ने जस्ता काम गर्दै आएको छ। धेरै प्रोजेक्ट मध्ये बीपी हाइवे जसलाई हामी सिन्धुली रोड भनेर पनि चिन्छौँ, यो पनि जाइकाको एउटा आइकोनिक प्रोजेक्ट हो। यो प्रोजेक्टको दूरी हाराहारी 160 किलोमिटर लामो छ। बीपी राजमार्गले बर्दिवासलाई काठमाडौँ भ्यालीसम्म जोड्छ। तर जब जाइकाले 2023 मा कोटेश्वरको ट्राफिक म्यानेजमेन्टको लागि एउटा सर्वे गर्यो, कोटेश्वर सेक्सनको ट्राफिक म्यानेजमेन्टको लागि जाइकाले 3 वटा पोसिबल सोलुसन दिएको थियो। पहिलो सोलुसन 1.3 किलोमिटर लामो 3 कुनेदेखि बालकुमारीसम्मको फ्लाइओभर। यो फ्लाइओभर बनाउनको निम्ति हाराहारी नेपाली 9 अर्ब लाग्ने अनुमान गरेको थियो। दोस्रो अप्सन चाहिँ हाराहारी 24 अर्बको लागतमा 1.2 किलोमिटर लामो कोटेश्वर चोकलाई क्रस गर्ने गरी 2-वे टनेल र फाइनल अथवा तेस्रो अप्सन चाहिँ 2-वे टनेल सँगसँगै फ्लाइओभर। 2-वे फ्लाइओभर सँगसँगै सुरुङ मार्ग बनाउनको निम्ति हाराहारी 39 अर्ब नेपाली लाग्ने अनुमान गरिएको थियो। अब यो 29 अर्ब भनेको कति हो त भन्ने अनुमान हामीले अहिले बन्दै गरेको नागढुङ्गा नौबिसे टनेल सुरुङ मार्गबाट पनि हामीले लिन सक्छौँ। नागढुङ्गा नौबिसे सुरुङ मार्ग बनाउन हाराहारी 22 अर्ब नेपाली लागेको छ। तर खुसीको खबर के छ भने नेपाल सरकारले यो प्रोजेक्टको कन्स्ट्रक्सन फर्स्ट प्रायोरिटीमा राखेर अगाडि बढेको छ। प्रोजेक्ट कन्स्ट्रक्सनको लागि जापान सरकारले 28 अर्ब नेपाली सफ्ट लोन दिने भएको छ। अब बन्न लागेको कोटेश्वर चोकको यो ट्राफिक म्यानेजमेन्टको प्रोजेक्टमा फ्लाइओभर र सुरुङ मार्ग दुवै हुनेछ। फ्लाइओभर 2 खण्डमा बन्नेछ। पहिलो खण्ड जडीबुटी तर्फ हुनेछ। पहिलो खण्डमा मनोहरा पुलदेखि अन्डरपासको मुखसम्म फ्लाइओभरको लम्बाइ हाराहारी 238 मिटर हुनेछ। दोस्रो खण्ड 3 कुने तर्फ 664 मिटर लामो हुनेछ। अझ इम्पोर्टेन्ट कुरा, यो प्रोजेक्टको लागि सुरुङ मार्ग बनाउँदा सुरुङ मार्ग एयरपोर्टको भित्रबाट 3 कुनेको बागमती पुलसम्म पुग्नेछ। सुरुङ मार्गको कुल लम्बाइ 600 मिटर लामो हुनेछ। यसरी सिधै कम्पेयर गर्दा कोटेश्वरमा बन्न लागेको फ्लाइओभर नागढुङ्गा नौबिसे सुरुङ मार्गको लागत भन्दा पनि बढी हुने अनुमान गरिएको छ। यो त थियो प्रोजेक्टको कुरा। अब कुरा गरौँ यस्ता इन्फ्रास्ट्रक्चरहरूको औचित्य कति छ त? के विकसित मुलुकहरूले यस्ता संरचनाहरू बनाएर ट्राफिकको समस्या पुरै समाधान गरिसकेका छन् त? यो एउटा सोच्नै पर्ने कुरा हो। सँगसँगै के पनि बुझ्नु पर्यो भने जामको समस्या त्यहाँ पनि छ। इन्फ्रास्ट्रक्चर मात्र सोलुसन होइन रहेछ भन्ने त्यहाँबाट पनि बुझिन्छ। अर्को रोचक कुरा, संरचना त चाहिन्छ नै। यदि भिड व्यवस्थापन गर्नु छ भने स्मार्ट ट्राफिक सेन्सरहरू र ट्र्याकिङ टुल्सहरू पनि मोस्ट इम्पोर्टेन्ट क्राइटेरियामा पर्छ। अहिलेको अवस्था हेर्दा जति पनि इन्फ्रास्ट्रक्चरहरू बनाइएको छ, यी इन्फ्रास्ट्रक्चरहरू प्राइभेट मोटर भेहिकललाई नै प्रायोरिटाइज गरेर बनाइएको छ। तर यदि हामी विकसित देशमा हेऱ्यौँ भने त्यहाँ मास ट्रान्जिट भेहिकल्सका साधनहरूलाई बढी प्रायोरिटी दिन्छ। मास ट्रान्जिटमा बीआरटी, एमआरटीदेखि लिएर पब्लिक ट्रान्सपोर्टहरू पर्छन्। तपाईँलाई के लाग्छ, ट्राफिकको समस्या समाधान गर्न फ्लाइओभर, अन्डरपास, सुरुङ मार्ग जस्ता संरचनाहरू काफी हुन्छन् त? कि यसको लागि ट्राफिक डिसिप्लिन र ट्राफिक म्यानेजमेन्ट पनि उत्तिकै जरुरी छ? तपाईँलाई के लाग्छ तल कमेन्ट सेक्सनमा भन्नुहोला।